प्रधानमन्त्री शाहले पहिलो पटक एक्लै भेटे विदेशी प्रतिनिधि। प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दा बीच भेटवार्ता भएको छ। असार 23 गते सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्दा बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले पहिलो पटक विदेशी कूटनीतिज्ञलाई एक्लै भेटेका हुन्। यसअघि सामूहिक भेटघाट गर्दै आएका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको छ। जेएनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री भए लगतै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्स मार्फत सार्वजनिक गरेका थिए। कान्दाको नेपाल भ्रमणको अवसरमा एडीबीसँग नेपालले 16 करोड 50 लाख अमेरिकी डलर 995 अर्ब रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने सम्झौता भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र कान्दा बीचको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलियतपूर्ण ऋण लिने बारे सोमबार सम्झौता भएको थियो। सम्झौतामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडीबीका नेपाल स्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुशवाले हस्ताक्षर गरेका थिए।